हेलो हेलो साथीहरू, वेलकम छ फेरि पनि तपाईहरु सबैजनालाई मेरो नयाँ भिडियोमा। आज चाहिँ यहाँनिर हामी आज बेङ्गलोर जानको लागि भोलि हाम्रो टिकट छ अनि आज चाहिँ हामी छेमाकोमा थियौँ अनि आज चाहिँ हामी यहाँनिर भाइरल घर झुलिङ्गे पुल हेर्न गइरहेका छौँ है। यहाँ चाहिँ भाइ छ पछाडि अगाडि म चाहिँ पछाडि भिडियो खिच्दै जाँदैछु। आज एकदमै गर्मी एकदमै घाम लागिरहेछ नेपालमा हैन, किन भन्दाखेरि एकदमै डरिसकेँ म त, झन् कालै भइसकिसकेँ। त्यो पनि अब अन्तिम दिन हो भनेर चाहिँ गएको अनि यहाँबाट चाहिँ भित्र जाँदैछौँ भाइरल घर हेर्नुको लागि। सधैँ हामी फेसबुकमा हेरिरहेको भाइरल घर आज चाहिँ फाइनली हेर्ने मौका पायो। अस्ति पनि आएको थिएँ तर अब फर्केर जानु पर्यो, घुम्न पाएन। सो आज चाहिँ म र भाइ छेमा दिदी बहिनी हामी सबैजना मिलेर चाहिँ हामी भाइरल घर हेर्न जाँदैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ रुखमाथि बनेको भाइरल घर अरे। यहाँ साइडमा चाहिँ फेरि यहाँनिर पिङ पनि रहेछ। धेरै वर्षपछि यसो खेलौँ न त भनेको, मलाई त डर पो लाग्यो है। किन भन्दा धेरै वर्ष पछाडि चाहिँ यसरी यो पिङमा कतिजनाले चिन्नुहुन्छ यो पिङलाई के भन्छ, हाम्रोतिर चाहिँ रोटे पिङ भन्छ है। हातले घुमाइन्छ। सानोमै हामी सानो हुँदाखेरि नै यो पिङ चाहिँ हामीले खेलेको, किन भन्दाखेरि ठुलो भएर चाहिँ अब मेसिनबाट मेसिनले चल्ने उयो गरेकोले गर्दाखेरि अहिले चाहिँ हातको धेरै वर्ष पछाडि हातले चलाउने पाएँ, यो पिङमा खेल्न पाएँ। अनि यो चाहिँ रहेको छ त्यहाँको दृश्य तपाईहरु देख्न सक्नुहुन्छ। यहाँबाट जानुपर्छ माथि घर चाहिँ। एकदमै मलाई चाहिँ डर लाग्यो, किन भन्दा एकदमै हल्लिँदो रहेछ हो। यहाँ चाहिँ भाइले चाहिँ म चाहिँ जान्छु दिदी भनेर भन्यो अनि त्यसपछि म भिडियो बनाउँदै बसिरहेको थिएँ। त्यो चाहिँ आरामले गइरहेछ, मलाई चाहिँ डर लागेर यो गरिरहेको छु। भिडियो देख्न सक्नुहुन्छ साथीहरू, चाहिँ आरामले जाँदैछ। मलाई चाहिँ डर लाग्यो हो, किन भन्दाखेरि यो रुख अलग अलगै छ चारवटा अनि त्यसमाथि बेसी हल्लेको कारणले गर्दा रुख पनि लगाइदिनु भएको रहेछ। मलाई चाहिँ झनै डर लाग्यो। अरू बेला नि हल्लेको तर डर लाग्ने, तर त्यो रुखमा चढ्दा चाहिँ झनै डर लाग्ने। माथि पुगेर पनि उसले मजाले इन्जोय गर्दैछ। यहाँनिर चाहिँ छेमा दिदी पनि आइपुग्नु भएको छ। हामी सबैजना भिडियो बनाउँदै हेरेर, किनकि आज म अन्तिम दिन हो अनि म भोलि फर्किहाल्नुपर्छ भनेर चाहिँ दिदीहरू छेमासँग हामी घुम्न गएको। यता साइडमा छेमा हुनुहुन्छ, यता पछाडि दिदी, यहाँ छेमा चाहिँ पिङ खेल्नुहुन्छ अरे, तर बसेर मात्रै फोटो खिच्नु नि भन्नुभयो। अनि मैले चाहिँ हुन्छ नि त भनेर भने, अनि मैले भन्दैछु यहाँनिर